हेलो गुड मर्निङ एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज चाहिँ हामी घुम्न जाँदैछौँ। कहाँ जाँदैछौँ भने चाहिँ गेस गर्न सक्नुहुनेछ। त्यहाँ चाहिँ हामी टिकट काटिसकेपछि ह्यान्डसम दाइले टिकट इन्ट्री गरेर हामीलाई दिइसक्नुभयो साथीहरू। अनि हामी चाहिँ दुईजना गएको थियौँ नि त। अनि हामीले चाहिँ टिकट लिएर भित्र गइसकेपछि चाहिँ हामी एकछिन बस्यौँ, आनन्दसँग एउटा शीतल ठाउँमा बस्यौँ। बसेर चाहिँ हामी गफसफ गरिसकेपछि हामी चाहिँ फोटो भिडियो बनाउन लाग्यौँ। हामीले चाहिँ अनि एकदमै राम्रो राम्रो फोटोहरू पनि खिच्यौँ, एकदम इन्जोय गऱ्यौँ। एकदम राम्रो फुलहरू थियो एन्ड एकदम रमाइलो भयो मलाई चाहिँ। अनि हामीले चाहिँ यसरी नै भिडियोहरू बनायौँ। अनि मेरो साथी चाहिँ एकदम मान्दै मानेको थिएन यसरी भिडियो बनाउनलाई, फोनसम्म मान्छे नि थिएन नि त। अनि एउटा ठाउँमा अड्डाएर हामीले चाहिँ फोटोहरू खिच्यौँ, भिडियो नि बनायौँ। अनि मेरो चाहिँ एकदम धेरै नै बनायो भिडियोहरू नि। अनि फ्लावरहरूसँग नै एकदम इन्जोय गऱ्यो। अनि यदि हजुरहरू पनि जानुभएको छैन भने जानुहोला। यतिको भिडियो हेर्नु भइसकेपछि चाहिँ हजुरले थाहा पाइसक्नु भयो होला यो कुन ठाउँ हो भनेर चाहिँ। यो चाहिँ गार्डन अफ ड्रिम हो। यो चाहिँ ठमेलमा छ। अनि हजुरहरू पनि जान सक्नुहुनेछ। एकदमै रमाइलो छ। फ्यामिलीसँग जान नि भयो, गर्लफ्रेन्ड बोयफ्रेन्ड जान नि भयो। एकदमै रमाइलो छ है त। अनि हामी चाहिँ एकदम पानी पर्न लागेको थियो नि त त्यहाँ, त्यही भएर हामी घर फर्कियौँ चाँडै नै। एन्ड खाजासाजा खायौँ फर्किएर चाहिँ। थ्याङ्क्स फर वाचिङ। कस्तो लाग्छ सुझाव दिनुहोला, कमेन्ट गर्नुहोला। एन्ड सेयर, सब्सक्राइब, लाइक, कमेन्ट सबै गरिदिनु होला। बाई बाई।